यो पूजा चाहिँ के को लागि हुँदैछ सोच्दै हुनुहुन्छ चाहिँ अल्टिमा लाइफस्टाइल र हाम्रो कभर हाउसको यहाँ ओपनिङको लागि हामी पूजा गर्दैछौँ। हेलो गाइस, वेलकम ब्याक टु द हाम्रो मिनी ब्लग। आज हाम्रो मिनी ब्लगमा चाहिँ म तपाईँहरूलाई देखाउँदैछु हामी कसरी गयौँ, के छ हाम्रो पूजाको प्लानिङहरूको लागि। चाहिँ हाम्रो नानीलाई लिएर जाँदै थियौँ हामी चाहिँ चुक्कु पसल क्याम्पस मोडबाट चाहिँ हाम्रो अल्टिमा लाइफस्टाइल र कभर हाउसको ओपनिङको लागि चाहिँ हामीले आज पूजा गर्नुपर्ने भएको थियो र चाहिँ हामी टक्कसँगले जाँदैछौँ बाइकमा सर र नानी, म, आशिष। र त्यसै गरी कभर हाउस हामी पुगिसकेपछि कभर हाउसको सामान चाहिँ हाल्न बाँकी नै थियो र कभर हाउसको सामान चाहिँ केही दिनमा हामी फिलअप गर्छौँ यहाँ। त्यसै गरी आज चाहिँ हाम्रो शुभ दिन रहेको थियो भने आज हामीले पूजा सम्पन्न गर्नको लागि चाहिँ हामी कभर हाउस र अल्टिमाको सोरुम आइसकेको छौँ र सागर भाइले सामानहरू मिलाउँदै हुनुहुन्छ। र यतापट्टि हाम्रो लोकेसन चाहिँ रहेको छ, तपाईँहरू हेर्न सक्नुहुन्छ केडी कम्प्लेक्समा रहेको छ। यो चाहिँ ट्याक्कै डिम्याक्स सिनेमा हलको साइडमा रहेको छ हाम्रो स्टोर चाहिँ। यो स्टोर चाहिँ तपाईँको वैशाख 30 गते ओपनिङ हुन लागेको छ नि। आज चाहिँ हामी नर्मली राम्रो दिन भएको कारण चाहिँ पूजा चाहिँ हामीले आजै गर्नुपर्ने थियो र हामीले आज पूजा गरिसकेको छौँ। हेर्न सक्नुहुन्छ तपाईँले मजाले उहाँ हाम्रो गुरुले पूजाहरू गरिसक्नु भएपछि हामी यहाँदेखि फेरि ब्याक टु चाहिँ हामी क्याम्पसमा जानुभन्दा अगाडि चाहिँ यहाँ के छ काम कसो अलिकति केही छ कि छैन हेर्दै गर्दा हाम्रो स्टोर चाहिँ अलमोस्ट सबै कुरो रेडी भइसकेको छ। र त्यतिखेर हामी सानो कन्टेन्ट भिडियो पनि हामीले त्रिशाला, म, देव भाइ, सागर भाइ भएर सुट गऱ्यौँ। र त्यसै गरी थोरै समय भए पनि हामी नयाँ लोकेसनमा केही सुट गरौँ भनेर भिडियो हामीले सुट गऱ्यौँ। त्यसपछि चाहिँ हामी फेरि त्यही बेलमै हामी यहाँको कामहरू सबै कुरो सकेर हामी फेरि ब्याक टु हाम्रो जाँदैछौँ क्याम्पस मोडको ब्रान्च। क्याम्पस मोडको ब्रान्चमा काम बाँकी नै छ। त्यही दिनमा क्याम्पस मोड आइसकेपछि साथीहरू पनि आउनुभएको थियो, उहाँले रियलमी 15 प्रो एक्सचेन्ज गरिदिनु भन्नुभयो। त्यति दिनलाई फेरि पनि मेरो अर्को स्कुल लेभलको साथी आउनुभयो। त्यसै गरी हामीले फेरि त्यही बाहिर म क्याम्पसको भिडियोहरू बाँकी नै थियो। हामीले एक दिनमा फेरि 2 बजेको टाइममा भिडियोहरू सुट गऱ्यौँ। थ्याङ्क्स फर वाचिङ। हाम्रो सानो मिनी ब्लग हेर्नु भएको थ्याङ्क यू।